हेलो हेलो साथीहरू, आज म तपाईहरुलाई टाटा योद्धा BS4 र BS6 को अलि फरक देखाउँदैछु। इन्जिनको अब यो बायाँपट्टिको टाटा योद्धा BS4 भयो, दाहिनापट्टिको BS6 भयो भने यो BS6 मा चाहिँ जुन तपाईले देखिरहनु भएको छ ब्याट्री 60-65 एम्पियरको सानो खालको हाल्दिएको छ, जुन पहिला जस्तो छैन। अलि इन्जिनमा धेरै सेन्सरहरू फिट गरेको कारणले अलि धेरै देखिएको छ। अनि BS4 को भन्नुहुन्छ भने इन्टेरियर भित्रपट्टि तपाईको 4 व्हील भएको जस्तै ECUहरू AC छैन, भित्र अलि लग्जरियस पनि थिएन, टायरको साइज अलि ठुलो थियो भने BS6 को टायर रेडियल 15 लाग्छ भने 16 लाग्छ भने यसमा ECU सम्मको व्यवस्था छ। ECU देखि रिजुनेट इन्जिन रिजुनेट गर्न सक्ने क्षमता पनि छ। यसमा AC हिटर प्लस नयाँ अहिले बनाएको छ, टाटाले चेन्ज गरेको अवस्था 4 व्हीलको पनि व्यवस्था छ भने हल्का लग्जरियस टाइपको बनाउन खोजेको छ। ठिकै सेटिस्फ्याक्सन। अलि पछाडि पनि सेन्सर छ गाइज। ल